हेलो सम्पूर्णमा नमस्कार। आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य सुरु गरिसकेको छ। आगामी निर्वाचनमा यदि तपाईले पनि मतदान गर्न चाहनुहुन्छ भने आजको भिडियो अन्तर्गत रहेर कसरी आफैले अनलाइनबाट नै नयाँ भोटर आइडीको लागि प्री रजिस्ट्रेसन दर्ता गर्ने त्यो क्रममा तपाईहरुलाई सिकाउन गइरहेको छु। जसको लागि कुनै ब्राउजरमा गएर निर्वाचन आयोग नेपाल टाइप गर्दा पनि हुन्छ अथवा election.gov.np टाइप गर्दा पनि हुन्छ। election.gov.np टाइप गर्ने अनि सर्च गर्ने। यति गरिसकेपछि चाहिँ यहाँनिर निर्वाचन आयोग अथवा चाहिँ इलेक्सन कमिसन नेपाल देखाइसकेको छ। election.gov.np देखाएको छ। यहाँनिर हामीले यहाँ क्लिक गर्ने। क्लिक गरिसकेपछि यस्तो खालको निर्वाचन आयोग नेपालको चाहिँ वेबसाइट देखाउँछ। यो साइटको तल जाने गइसकेपछि चाहिँ मतदाता नामावली प्री रजिस्ट्रेसन र अद्यावधि भनेको चाहिँ यहाँनिर क्लिक गर्ने। नयाँ दर्ताको लागि यहाँनिर क्लिक गर्ने र पुरानो अद्यावधि गर्नुपर्ने छ भने यहाँनिर यो अद्यावधि मार्फत पनि हामीले कुनै पनि बिग्रेको हाम्रो भोटर आइडीलाई चाहिँ सच्याउन सकिन्छ। आजको लागि म नयाँ दर्तामा जान्छु। यहाँनिर मोबाइल नम्बर टाइप गर्ने। मोबाइल नम्बरमा चाहिँ एउटा ओटिपी आउँछ। त्यो ओटिपी हामी यहाँ टाइप गर्नुपर्छ। भेरिफाई भइरहेको छ। अब यहाँनिर चाहिँ हामीले टाइप गर्दाखेरि यहाँनिर ट्रेडिसनल अथवा चाहिँ रोमनाइज भनेको छ। हामीले टाइप गर्दाखेरि चाहिँ यसमा टाइप गर्ने सिलसिलामा चाहिँ के त यो युनिकोडको रोमनाइज अथवा यो ट्रेडिसनल तरिकाबाट हामीले टाइप गर्नुपर्छ। अहिले चाहिँ म रोमनाइज सिलेक्ट गर्छु। यहाँनिर चाहिँ आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुरा दिएको छ। यसलाई पढ्ने, तल क्लिक गर्ने अनि सुरु गर्नेमा क्लिक गर्ने। यहाँनिर सुरुमा प्रदेश छान्ने, त्यसपछि जिल्ला सिलेक्ट गर्ने। यहाँनिर जिल्ला सिलेक्ट गर्ने, नगरपालिका आफ्नो सिलेक्ट गर्ने, त्यसपछि वडा नम्बर सिलेक्ट गर्ने, मतदान केन्द्र यहाँनिर सिलेक्ट गर्ने अनि अर्कोमा जाने। मतदाताको नाम नेपालीमा टाइप गर्ने, बिचको नाम छ भने राख्ने, अङ्ग्रेजीमा पनि टाइप गर्ने अनि बिचको नाम टाइप राख्ने, छैन भने छोडिदिने। त्यसपछि बुबाको नाम, यदि तपाईहरुलाई चाहिँ यो युनिकोड आउँदैन भने यहाँ मार्फत यहाँनिर एकापट्टि प्रीतिमा टाइप गर्ने, अर्कोमा युनिकोडमा देखाउँछ। अब यहाँनिर प्रीतिमा टाइप गर्ने। यसलाई चाहिँ सिलेक्ट गरेर कपी गरेर चाहिँ यहाँ ल्याएर चाहिँ कपी पेस्ट गर्न सकिन्छ। त्यसरी पनि तपाईहरुले गर्न सक्नुहुन्छ। त्यसपछि आमाको नाम भर्ने, त्यसपछि बाजुको नाम भर्ने, त्यसपछि लिङ्गमा महिला पुरुष सिलेक्ट गर्ने, त्यसपछि यहाँनिर टेलिफोन नम्बर, मोबाइल नम्बर अथवा इमेल ठेगा राखेर यहाँनिर अर्कोमा जाने। त्यसपछि जन्ममिति आफूले सिलेक्ट गर्ने। त्यसपछि नागरिकता नम्बर, राष्ट्रिय परिचय पत्र छ भने राख्ने, छैन भने चाहिँ नराख्ने। जाति भएको जिल्ला, त्यसपछि नागरिकताको किसिम, वंशज अथवा के खालको नागरिकता त्यो आफैले यहाँनिर सिलेक्ट गर्ने। नागरिकता जारी मिति राख्ने। त्यसपछि नागरिकता अनुसारको जन्मस्थल कस्तो छ, स्थायी ठेगाना र नागरिकता एकै खालको छ भने यहाँनिर टिक लाउने। त्यसपछि स्थायी बसोबासको ठेगाना, यो ठेगानामा मात्र मतदाताले मतदान गर्न पाउनेछ भनेको यहाँ पनि क्लिक गर्ने। जहाँ स्थायी ठेगाना छ त्यहाँ मात्रै मतदान गर्न पाइन्छ। अब यहाँनिर चाहिँ नागरिकताको फोटो अगाडिबाटको अपलोड गर्ने, त्यसपछि पछाडिको फोटो पनि यहाँनिर अपलोड गर्ने। यति गरिसकेपछि अर्कोमा जाने। अपाङ्गता हो वा होइन भनेको छ, हो भने हो, होइन भने होइन। मैले चाहिँ होइनमा क्लिक गर्छु र अर्कोमा जान्छु। यहाँनिर चाहिँ मातृभाषा आफ्नो मातृभाषा सिलेक्ट गर्ने।
त्यसपछि वर्ग आतकुन आदिवासी आदिवासी दलित खसारे मधेसी मुस्लिम थारू मध्ये कुन समूह सेलेक्ट गर्ने। त्यस पछाडि शैक्षिकता साक्षर निरक्षर शैक्षिकतामा अब एसएलसी अथवा माथि कति हो यहाँनिर आफ्नो साक्षर चाहिँ छलन गरेर सेलेक्ट गर्ने र अर्कोमा जाने। त्यस पछाडि यहाँनिर आफ्नो प्रदेश क्लिक गर्ने। त्यस पछाडि जिल्ला, त्यस पछाडि सम्पर्क गर्ने स्थान, त्यस पछाडि मिति, त्यस पछाडि यहाँनिर अर्कोमा जाने। यहाँनिर चाहिँ हाम्रो सबै डिटेलहरू देखाइरहेको छ। यहाँनिर डिटेल हाम्रो बिग्रेको छ, यहाँनिर फेरि आएर एडिट गर्न सकिन्छ। यति गरिसकेपछि दर्ता गर्नुहोस् मा क्लिक गर्ने, दर्ता हुन्छ। त्यस पछाडि यहाँनिर यो यस्तै खालको चाहिँ हाम्रो यो भोटर आइडीको लागि चाहिँ आवेदन पत्र चाहिँ पीडीएफमा आउँछ। त्यो चाहिँ आवेदन पत्र प्रिन्ट गरेर आफ्नो सम्पूर्ण डकुमेन्टहरू निर्वाचन आयोगको कार्यालयमा गएर हामीले चाहिँ बायोमेट्रिक र फोटो चाहिँ हामीले खिचाउनु पर्छ। तपाईँहरूलाई आज भिडियो कस्तो लाग्यो? राम्रो लागेमा भिडियोलाई लाइक र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला।